यही हुँदाखेरि कालोमा झरीनरी भइसक्यो। हामी जङ्गली बाँदरहरू यहाँ कन्दमूल खाँदैछौँ है। कठिन यात्रा गरेर हामी यहाँसम्म प्रस्थान भएको छौँ। अब माथि पुग्दासम्म हामी चाहिँ अब भरे फर्किने अवस्था पनि नहोला। माउन्टेन ड्यू तेरीमागी खाइ छैन पत्तो छैन काउ काउ। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। फेरि पनि अब अर्को भिडियो लिएर हामी आइसकेको छौँ। अनि आज चाहिँ हामी यतातिर मासतिर चम्पादेवी डाँडातिर जाँदैछौँ है। मेरो साथमा चाहिँ आज को हुनुहुन्छ भन्दाखेरि हाम्रो कन्हैया सर हुनुहुन्छ। यता हाम्रो सामानहरू एक झोला दुई झोला अनि एउटा गिटार प्याक भइसकेको छ। ड्याड पनि जानुहुन्छ, हाम्रो बुवा पनि जानुहुन्छ, म अनि हाम्रो सुभाष अनि बुवा जाँदैछौँ। तिनजना जङ्गल जानुपर्छ। अहिले चाहिँ हामी 10 बजिसकेको छ। कति टाइम लाग्छ के छ कसो हामी गएको छैन, यत्रो वर्ष भयो यहाँ बसेको। चम्पादेवी मन्दिर भनेर यहाँ मेला चाहिँ सधैँभरि लाग्छ। अब हाइकिङ जाँदैछौँ, अब के हुन्छ चितुवाल त खाँदैन होला। त्यही पनि हामी एकदम सुरक्षित छ, खुकुरी सुकुरी बोकेर डन भएर गछौँ। अब हेरौँ के छ कसो छ। ल साथीहरू, अब चाहिँ हामी अब बाटो लागिसक्यौँ है, झोला सोला बोकेर। यता अब हामी जाने भनेको चाहिँ यता मासतिर डाँडातिर हो है, यतातिर। हजुर थाहा छैन, अब कहाँबाट थाहा हुनु, जान्छु है त। अब यता डाँडातिर छ साथीहरू। अहिले चाहिँ हामी यहाँ बागभैरव स्कुलबाट त माथि पुष्पलाल पार्क पनि पुगेको छैन, सल्लाह गरी आइपुग्यौँ। अहिले हालत खराब भएर मरिहाल्ने रहेछ। अझै 2-3 घन्टा हिँड्दाखेरि त किरै पर्ने रहेछ। अब अझै कहाँ हो भर्खरै सल्लाहघारीमा आइपुगेको छौँ हामी चाहिँ है। अब घामले कति टाइम लाग्छ साथीहरू। अहिले चाहिँ हामी पुष्पलाल पार्कबाट अलिक मासतिर आइपुगेको। यो ग्रिनरी भ्यू पोइन्ट रिसोर्ट भन्ने यहाँ एउटा छ। यहाँबाट आधी घन्टामा भर्खर यहाँ आइपुगेछ। यहीँ हुँदाखेरि कालोमा झरीनरी भइसक्यो। माथिसम्म पुग्दा त पुरा निलो भएर अनुहारै चिन्न सक्नु होला जस्तो छ। अब त्यो पनि चितुवा मार्नलाई यता छ बाटो। अब यहाँबाट दुईवटा यता र राइट लेफ्ट दुईवटापट्टि छ बाटो। कता हो अब यहाँनिर बसेर पानी खाऊँ भनेको सबै नालीभरि हैरान। अब चाहिँ अब अहिले मरिहालिसक्यो। यता अब दुईवटा बाटो र कता जाने थाहा छैन। त्यतातिर रहेछ नि त ऊ त्यहाँ बोर्ड राखिरहेको रहेछ यहाँनिर। कता यो त यतैबाट आउँदैछ, यतै माथि होला साथीहरू। हामी चाहिँ बाटो थाहा नपाएर कस्तो यस्तो गहिरोमा आइसक्यौँ। कता हो कता बाटो थाहा भएन। यतैतिर हो कि भने अन्दाजले हामी हिँड्दैछौँ। यहाँ त पुरा यस्तो रहेछ। हामी यस्तो खोला पुरा यस्तो छ है। यता हो कि भनेर आयो, हो कि होइन त्यो पनि थाहा छैन। नभए जता पुगिन्छ त्यतै गयो होला। अब यतातिर बाटो त छ पक्कै यतै हुनुपर्छ। अब हेरौँ जाउँ कहाँ पुगिन्छ। नागेर हुन्छ कि अब पुग्नु पर्छ त हिँडेपछि त काहीँ न काहीँ त पुग्नु पर्यो साथीहरू। अहिले चाहिँ अब हामीले सबैलाई एउटा यो टेको एउटा काट्यौँ। अब बाटोको हालत यस्तो छ है, यो हो भने थाहा छैन। त्यही पनि अब दौरो चाहिँ टेक्नु पर्ने भयो। चितुवाले आक्रमण गर्यो भने पनि घप्पा हान्नलाई चाहियो होइन, जम्मै चितुवा हुँदिन चाहिहाल्यो। त्यही भएर हामीले एउटा लौरो काटेर अब चाहिँ बाटो लाग्यो। यो त दाउरा रहेछ यहाँ थाममा। हेर त दाउरै रहेछ यहाँ त लिएर। अब कहाँ जङ्गलभित्र आइएछ। ल जाउँ अब साथीहरू। अहिले चाहिँ हामी यहाँ हिँड्दा बाटोमा यहाँ चाहिँ ऐसेलु घारी रहेछ है। पुरै यहाँदेखि यो बाटो त यता त पुरै ऐसेलु घारी, सबै ऐसेलु पाखेर हामी जङ्गली बाँदरहरू यहाँ कन्दमूल खाँदैछौँ है। अब अलिअलि खाजा त्यही हुँदो रहेछ। टक अलि अमिलो मैले त खाएको थिएँ अहिलेसम्म। यता पुरै घारी रहेछ, पुरै ऐसेलु घारी पाकेर अहिले त पुरै उ रहेछ। अब हेरौँ जाउँ। यता पुरै ऐसेलु घारी, यता पनि ऐसेलु सबै पाक्ने अहिले ठिक्क बेला हो कि अहिले नै पाक्ने बेला ऐसेलुको। ओ यहाँ झन् राम रास साथीहरू। कहाँ हो कहाँ त बाटो अर्काए जस्तो छ। यस्तो जङ्गलको बिचमा भिड उनै ऊ है। कठिन यात्रा गरेर हामी यहाँसम्म प्रस्थान भएको छौँ। अब माथि पुग्दासम्म हामी
चाहिँ अब भरे फर्किने अवस्था पनि नहोला। सिधै गुल्टी चाहिँ अब हामी चाहिँ बाटो गल्ती आएछ चाहिँ यो बाटो चाहिँ नआउनु भन्ने हामी सजेस्ट गर्छौँ। यता किर्तिपुर बसन डाँडा व्हाइट हाउसपट्टिको बाटो चाहिँ राम्रो छ होला। अब हामी फर्किने त्यति बेला आउने प्रयास गर्छौँ। हामी चाहिँ हिँड्दा गऱ्यौँ भएर माउन्टेन ड्युको सहारा लिनुपर्ने छ है। एकचोटि यस्तो उचालेर गर्छ माउन्टेन ड्यु तेरी मागी ए माउन्टेन ड्यु तेरी मागी लो मर हरिया भएर कालो खती पो आउँदो रहेछ। यस्तो घनिष्ठ त होइन, घना जङ्गल भिर पाखा दुलो डालीको यात्रा गरेर अहिले हामी यो आधी बाटोसम्म आउन सफल भयौँ। अझै भिर पाखा कति तय गर्नुपर्ने हो। यो चाहिँ सानो एउटा भ्यू, यहाँबाट अलिक राम्रो देखिएन। यो अहिले त पुरै कालो मान्छे झन् कालो हुँदै आधो बाटोसम्म हामी यात्रा अहिलेसम्म त सफल नै भएको छ। बाँकी अहिले हामी एकछिनमा देखाउँछौँ। धन्यवाद, नमस्कार, जय नेपाल, लाल सलाम। हामी चाहिँ साथीहरू कस्तो कस्तो बाटो हिँड्दैछौँ तपाईँहरूलाई पनि देखाइदिउँ है। यस्तो पुरा गाडी यहाँ त अहिले त्यस्तै पनि खुल्ला पो आयो त। साथीहरू घारी हिँड्दा बल्ल सम्म डाँडामा आइपुग्यो। त्यस्तो भिर हिँड्दा हो र। ल चन्द्रगिरी यहाँबाट जानु पनि रहेछ। यहाँनिर बोर्ड रहेछ साथीहरू है। चम्पादेवी हाइकिङ भनेको ए टेक्नोलोजी छाप भन्ज्याङ पनि हामी हिँड्नु गरिदिँदो रहेछ। ल यहाँनिर रहेछ साथीहरू बोर्ड है, तपाईँ हेर्न सक्नुहुन्छ। यो बाटो चाहिँ चन्द्रगिरी जाने, अनि यता यो छाप डाँडा भस्मेश्वर महादेव कता यतै चम्पादेवी चन्द्रगिरी त्यहाँ पनि अर्को एउटा बोर्ड रहेछ। यतिबाट होला सायद अब है। गाडी हिँड्दा धन्न साथीहरू हामी बाटो बिर्सेको हो कि जस्तो लाग्छ। त्यही पनि अब आउनु चाहिँ आइपुग्यो। ल अब यतैबाट साइज गाइज अब हिँड्ने हो त हामी। ल फाइनली अब आइपुग्नु लाग्यो, सम्म आइयो। ल साथीहरू अब चाहिँ डेस्टिनेसन हाम्रो अब गन्तव्य आइपुग्न आँटिसक्यो भन्ने लाग्छ। यहाँ फेरि म्याप हेऱ्यौँ भने डाटा साटा केही नचल्ने रहेछ। एमबी तानेको फोकट एमबी तानेको पैसा मात्रै खर्च भयो। अब हामी यतैबाट लाग्यौँ है त। ल साथीहरू हामी चाहिँ अजिबको ढुङ्गामा आइसक्यौँ। यो के खाले ढुङ्गा हो यो? कसैको च्याम त होइन। यताबाट हेरेर उता लगायो, उता घर जाने भनेर होला। यतैबाट हो, यही होला सायद। ल अजिबको ढुङ्गा रहेछ। ओहो कसैको च्याम त थिएन होला। ए ऊ चन्द्रगिरी जानुसम्म हो। कसरी राम्रो डाँडा ए भस्मेश्वर भन्थ्यो है क्या? पर खतरा डाँडा रहेछ त्यहाँ। यहाँ त के खतरा देखिहाल्दो रहेछ। राम्रो रहन् त्यहाँ। भस्मेश्वर भनेको त्यही हो क्या? खतरा रहेछ त्यो माथि दामी रहेछ। मेरो मोबाइलमा झन् दामी देखेको होला साथीहरू है। यता पनि अब यही होला हाम्रो चाहिँ अब जाने। ल सुभाष सर तपाईँ के भन्न चाहनुहुन्छ कि? ल खुकुरी कट्टा सट्टा लिएर आएको छु हामी है। ल ल हाल्यो। ल अब चाहिँ हामी पुग्न आँट्यो होला। अब चाहिँ उहीँ पुगे चाहिँ चित्त भेटेन साथीहरू। यो चाहिँ चम्पादेवी जाने ठाउँबाट यो माथि चाहिँ राम्रो एउटा यो पुरा खतरा डाँडो रहेछ है। अब यो डाँडोबाट भ्याइयो भने हामी त्यता पनि जान्छौँ भन्ने चाहिँ प्लान छ। अब हेरौँ अब के हुन्छ है, टाइमले के गर्छ। भ्याइयो भने चाहिँ हामी उता पनि जानेछौँ है त। ल ल ल फोटो खिच्नु परेछ अब। ल हामी चाहिँ अब यहाँ यस्तो बाटो आइसकेको छ है।
यस्तो बाटो छ यताबाट उता पनि अब चन्द्रगिरी अनि भस्मुसुर महादेव भनेछ अब त्यही हो कि सायद अब हेरौँ अहिले आएर भ्याइयो भने टाइम रह्यो भने चाहिँ हामी त्यो डाँडो पनि जाने प्रयास गर्छौँ अब के हुन्छ हेरौँ साथीहरू तपाईँहरू चाहिँ अब भिड देखाइदिन खोज्दैछु है पहिरो गएर यहाँ त भिड पनि यो महाको भिड यहाँबाट त स्वाट चिउल्यान एकचोटि घर पुगिँदो छ है जङ्गल पाखा खडेरी जति गर घरी जङ्गल अनेकको म्यान भर्सेस वाइल्ड बियरले जस्तो वाइल्ड म्यान भर्सेस पार गरेर भिड त के हो पहिरो गर हैरान तर त्यो डाँडो मन पर्यो खोइ त्यो चम्पादेवी आउँदैन कता हो कता साथीहरू हामी चाहिँ थाहा नभएर बाटो थाहा नभएर रुख चढेर कतै देखिन्छ कि भनेर हेरेको सोधेर थाहा भयो यता अघि उ रहेछ हामी फेरि फर्केर आयौँ है रुख चढेर हेरेको यतातिर चाहिँ फर्पिङबाट आउनु त्यो अलिकति घरहरू देखियो है यतातिर अरे अब फेरि बाटो लाग्यो हामी ल मजाले यहाँ सल्लाहको रुख चढेर हेरेको थिएँ अब झरे मलाई उता जाऊ ल फाइनली साथीहरू हामी चाहिँ अब फाइनली आइसक्यो है फाइनली अब यहाँ यो झन्डा सन्डा गाडेको अब ठाउँ देखिसक्यो गाडेको झन्डा टङ्ग्याएको खै यो ल आइयो ल देखिसक्यो घर है चम्पादेवी आइयो ल मरेर तरेर चित्तको बाटो चित्त घाने कटेर धेरै दुःख गरेर आइसक्यो ल यहाँ चाहिँ हाम्रो सुब्बा सर ल पूजा गर्दैछ चम्पादेवी भनेको चाहिँ यही रहेछ साथीहरू है ल ल ल ल पूजा गर्छ है यता यस्तो रहेछ है यतातिर अरू पनि मान्छे चाहिँ हाम्रो गिटार उता पार्सल गरिसकेको छौँ यता अरू पनि 2-4 जना घुम्न आउनुभएको रहेछ है पूजा गरेर पुजारी नै भइगयो यहाँ सलाई पनि रहेछ ल हामीलाई पनि आउँदैन खाँचे बजाउनु ल ल बजा बजा हामीले झन् खुकुरी नि बोकेर आएको छ ल यहाँ चाहिँ हाम्रो सुभाष दाजु एकदम गिटारिस्ट भएर है ल ल हौ तिमी धोकेबाज हौ तिमी ल साथीहरू सुभाष दाजु चाहिँ हाम्रो ल सानो माया हे लगाउने धोको बरोबर नढाँटी तिम्रो माया कलेजीमा टम्मै बग्यो खोला बेसी साह्रो समय तिम्रो माया कलेजीमा टम्मै आँखैमा गाजलु लपकै भन माया लाइदिउ के छ पक्कै बैसैमा मर्जुको क्यारे भन सोल्टी बरोबर नढाँटी ए भन सोल्टी बरोबर नढाँटी मायाको बारीमा प्रीतिको फुल सङ्गाली राखेको कुसुमे रुमाल कुसुमे रुमाल माया लैलै आउ मेरो काखैमा खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झनामा आउँछौ हजार बजार लैलै सम्झनामा आउँछौ हजार मकाको काको दैव संजोग लैलै आजै हो भएको खोटाङ जिल्ला दिक्तेल बजार लैलै सम्झनामा आउँछौ हजार
साथीहरू अब चम्पादेवी यही हो चम्पादेवी मन्दिर भिजिट रमाइलो एकदम देखाइदिए होला है यही हो चम्पादेवी मन्दिर यहाँनिर चाहिँ भक्तपुरबाट गाइडहरू आएको बिहानहरू आएको रहेछन् होइन अनि एकछिन चाहिँ गिटार बजाएर सुभाष सरले हाम्रो गीत गाइदिसक्यो मैले भिडियो गरेको छु यो पनि अब हेरिहाल्नु होला है अब मन्दिर यही बिताइस अब चाहिँ हामी थोरै केही खाएर चाहिँ अब यहाँबाट हामी अघि देखाएको थियौँ नि त हजुरहरूलाई डाँडो अघि मैले भस्मेश्वर चन्द्रगिरी जाने डाँडो त्यो डाँडो चाहिँ अब पानी पनि पर्ला जस्तो छ जान्छौँ अब हेरौँ के हुन्छ अब जाने भनेर अब हिँड्न लागेको छौँ हाम्रो चाहिँ अहिले खाने कार्यक्रम भइरहेछ ए भइ पनि छ अहिले यस्तो यस्तो छ हाम्रो अहिलेलाई अब माथि फेरि दोस्रो चरणको खानु पऱ्यो पानी सकेर 2 बोतल त बोकौँ भनेको अब बोकेन अब पानी सकेर यति बाँकी छ अनि अब अझै हामी उतातिर जाने भन्दैछु अब के हो पानी अब छ छैन त्यता अब बिजोग पो होला त ल साथीहरू अब हाम्रो भस्मेश्वरको यात्रा भनेर सुरु गऱ्यौँ अब यहाँबाट चाहिँ हामी बाटो लाग्छौँ भस्मेश्वरको लागि सबको पत्र बोकेर है हिँडिसक्यौँ हेलो गाइजहरू भस्मेश्वर अब खोइ डाँडो डाँडो देखेको भए पो त नि देखाउनु त अब जे होस् हामी जाँदैछौँ अब गएपछि देखिहालिन्छ उहीँ पुगेपछि अब देखाइदिइहाल्छौँ हेरौँ न हेरौँ भिडियो चाहिँ अलि लामै होला जस्तो छ त्यही पनि अब हेरौँ यत्रो 5 महिनापछि आएको भिडियो अनि 5-6 महिनापछि आएको भिडियो अनि लामो त हुनै पर्यो है अब फेरि यो पनि 5-6 महिनाको लागि हुनसक्छ अब अब त्यही हो अब हेरौँ अब जाँदैछौँ कस्तो छ के छ कन्डिसन अब म बाटो देखाइदिइहाल्छु यस्तो छ अहिलेलाई चाहिँ अहिले त ठिकै छ बाटो अघि आएको भन्दा त होइन कस्तो छ बाटो सुभाष सर अति नै एकदम राम्रो ल गाइस अब यहाँबाट डाँडो देखायो भने देखेको छैन अब उतै गएर देखाउँछौँ ल बाटो लाग्यो है त ल गिटार सुन्दै ल साथीहरू अब चाहिँ हामी एउटा यो भर्याङ चाहिँ अब भस्मेश्वर जानलाई अब आधी घन्टा 45 मिनट लाग्छ अरे उकालो पुरा छ अनि हामी चाहिँ भर्याङमै बसेर चाहिँ एकचोटि एउटा चाहिँ मिठो हान्दिउँ भनेर बुवाले अब क्यामेराम्यान खिचेर एउटा मिठो चाहिँ गीत हान्दिउँ भनेर अब उ गर्दैछौँ कस्तो छ के छ हेरेर सुझाव सल्लाह दिनु प्रतिक्रिया दिनु होला अब हामी सुरु गर्छौँ त ल हातले त सल्लाह छातीभित्र मुटु मेरो ढुकढुकीमा तिमी छातीभित्र मुटु मेरो ढुकढुकीमा तिमी शङ्का तिमीलाई लाग्छ भने आऊ हेर छामी गजलु यी आँखा मेरा आँखा बिच नानी त्यही नानी मसल बोलाउँदै बस्छौ तिमी पनि हरिवनको पखेरीमा सानो कोइलीले बसेको लाग्छ मलाई हजुरले हो कि सानो भनी डाकेको ल साथीहरू डान्सले टोकेर ल साथीहरू अब सानो मिठो भइसक्यो अब धेरै भिडियो पनि भएन है अब हामी चाहिँ अब मासतिर लाग्छौँ अब माथितिर गएर पनि अझै हामी के त होइन आमामा डाँठले त
मार्ला चाहिँ अरू पक्लै डाँठ मार्यो गाइस त्यो त राम्रो मलाई यहाँ टोकेर भइदियो गिरी ल गाइस ल अब चाहिँ हामी मास्तिर पुगेपछि भेट्छौँ होला अब गाइस बाई अब तारिक साथीहरू अब हामीले चाहिँ अघि तलबाट भनेको चोरी भनेको त परबाट हेर्दा चाहिँ के हो जस्तो छ नि अहिले त यही पो होला जस्तो छ खोइ भेडासेडा चढेको देख्यो त्यो त भेडासेडा कहाँ गयो यही रहेछ अब त्यही त यही हो क्या खोइ मजाले त्यो पनि देखेन है के गर्नु र साथीहरू अहिले चाहिँ हामी अघि तलदेखि देखेको यो डाँडोमा आइसक्यो है अब यहाँ हेरेर देख्नु सक्नुहुन्छ तर यहाँ अघि त हामीले भेडासेडा चरेको देख्यौँ अहिले त भेडासेडा कहाँ भागेछ अब भस्मेश्वर महादेव भनेको कहाँ हो थाहै छैन महादेव कता पत्ता छैन कहाँ हो अब हामी चाहिँ यतिबाट फर्किन्छौँ कि अलिक माथि जान्छौँ होला है अघि हामी चम्पादेवी गएर आएको छ ऊ आएको डाँडो हो है यतातिर छ हामी चाहिँ चम्पादेवी गएर आएको भनेको ऊ त्यो छेउको डाँडो उयो यही चाहिँ डाँडो हो यो डाँडो चाहिँ चम्पादेवी त्यहाँ पुगेर आयौँ हामी त्यहाँबाट यता आयौँ अब यहाँबाट घर जान कति हो कति यहाँबाट देखिने भ्यू चाहिँ यस्तो छ है मेरो मोबाइल गतिलो भएर के भ्यू त अनि गतिलो देखिरहेछ ल यस्तो छ है दक्षिण कालीपट्टि हो यो पनि के यस्तै छ अब हामी चाहिँ यहाँ यसो गीत गाएर मनोरञ्जन गर्दैछौँ है भिडियो त धेरै ल अब त्यही बाइक छ त्यही पनि एकचोटि उता मास्तिर एकचोटि पुगेर आउँछौँ है अब त्यो पनि के कस्तो छ हेरौँ है अब आइसकेपछि अब एकचोटि गइदिउँ फेरि आउने कहिले हो कहिले अब चाहिँ मास्तिर पुगेर भेट्नुपर्छ होला है त ल साथीहरू हामी चाहिँ अब उताबाट घर फर्किन खोज्दा पनि यति अब नजिक रहेछ भस्मेश्वर कि यो के आइहाल्यौँ नि त भनेर आयो भाइ बाधा सुरु यहाँ आएर के चाहिँ छ जाउँ त भने नयाँ ठाउँमा अब घुम्नु हिँडेको भनेको त्यो सबै फापर खेती पो रहेछ त्यहाँ त यो पुरा फापर खेती र चाहिँ यत्रो फोकट आइएछ है त्यही पनि अब ठिकै छ घुम्न आएको बेला घुम्यो केही छैन यताबाट यता चाहिँ अब यताबाट यता चाहिँ हाम्रो अब चितलाङ पऱ्यो है यहाँ मैले चाहिँ घर देखिरहेको छु अब यहाँ त घामले ठ्याक्कै टल्केछ र घर देखिँदैन होला है यता घरतिर छ घरहरू छ त्यो तल यता अब चितलाङ भयो क्या हाम्रो है यता चन्द्रगिरी उता छ चन्द्रगिरी हामी उता चन्द्रगिरीबाट पनि यता आइसकेको हामी पुरा मकनपुरै आइसकेको छौँ अब चाहिँ हामी केही खाएर अब फर्किन्छौँ है त ल साथीहरू अहिले चाहिँ हामी यहाँ छापडाँडा भन्ने ठाउँमा आइपुगिसकेको छौँ यहाँनिर चाहिँ म पहिले नै 2 वर्ष अगाडि नै हिउँ खेल्न आइसकेको थिएँ यो डाँडोमा त त्यति बेला पुरा हिउँ परेर है सबै उयो थियो यहाँनिर एउटा सानो बोर्ड पनि रहेछ या के मकनपुर जिल्ला हो हामी चाहिँ ऊ त कहाँ गयो खोइ त ऊ त पो हो त ऊ तको बाधासोर भन्ने त्यहाँ पुगेर आयो केही न कामको डाँडा ऊ त डाँडा त्यहाँ पुगेर आयौँ यता भस्मेश्वर हिल भन्ने थियो पो भस्मेश्वर महादेव भनेको हिल मात्र रहेछ त्यही त महादेव त कहीँ छैन हिल भनेको त्यही अघि हामीले यसो गीत गएको त्यही अलिकति त्यो त्यही रहेछ त्यही पनि ठिकै रहेछ त्यो त यता बाधासर भन्नेले चाहिँ खत्तमै पार्यो अहिले चाहिँ छापडाँडा आइसकेको छौँ अब यहाँबाट चाहिँ सिधै हामी मच्छगाउँ निस्केर घर जान्छौँ है अब भिडियो आजको अलिकति लामो भयो त्यही पनि यहाँसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद है अब धेरै पछि भिडियो आएको छ 5-6 महिनापछि अब यतिको त हुनै पर्यो है अब फेरि 5-6 महिनालाई ढुक्यो होला होइन अब आज चाहिँ अब यहाँबाट चाहिँ अब हामी सिधै घर जान्छौँ अब ओह्राले चाहिँ खासै छैन त्यही भएर अब आजको भिडियो चाहिँ यहीँनिर टुङ्गाइदिउँ कि भनेर अब म अन्त्येष्टि गरिदिन खोज्दैछु भिडियोको है वा आम्मा हाम्रो फेरि यहाँ कट्टा आक्रमण गर्छ भने पुरा खोइ देखाइदियो कट्टा सट्टा खुकुर सुकुर लिएर आइसकेको छौँ हामी यहाँनिर थन्काइसकेको छु सामान अब चाहिँ हामी खाजासाजा खाएर अब जान्छौँ आजको भिडियोले यही टुङ्गाइदियो तपाईँ के भन्न चाहनुहुन्छ अब भस्मेश्वर डाँडाले भस्म पऱ्यो आजको यात्रा कस्तो रह्यो एकदम भेरी नाइस यात्रा आजको यात्रा चाहिँ एकदम राम्रोसँग सम्पन्न भयो अब अनि चम्पादेवी जाने चाहिँ कताबाट सजेस्ट गरिदिनुहुन्छ त अब चम्पादेवी जाने बाटो चाहिँ यही हो नि बाटो उता लेखिरहेको चम्पादेवी जानेको चम्पादेवी त्यहाँनिर चम्पादेवी जाने हाइकिङ जाने बाटो चाहिँ कताबाट जाँदा चाहिँ ठिक हुन्छ होला त हाइकिङ चम्पादेवी जानलाई हजुरहरूको बसन्त डाँडा व्हाइट हाउसबाट चाहिँ एकदम राम्रो बाटो छ त्यो चाहिँ छ पुष्पलाल पार्किङ नआउनु होला पत्तुर बाटो छ पुष्पलालबाट बाटो त बनाएको रहेछ कि तर अब पहिरोले गर्दा सब हालत खराब अब बाटो कस्तो छ अघिले देखाइदिइहाल्यो पहिरो त्यस्तै हो हामी त खोला पहिरो आयौँ चित्तको त्यस्तै डर अलिकति आउँदाखेरि चाहिँ मान्छेहरू अलि धेरैजना साथीहरू भेला भएर आउँदाखेरि चाहिँ राम्रो हो है अब त्यही हो आजको भिडियो टुङ्गाइदिन्छु अब ल बाई बाई खत्तम टाटा भिडियो फेरि हेरिराख्नु होला अरू अब आउँछ बिस्तारै अब आजको भिडियो टुङ्गाइन्छु हस् त टाटा बाई बाई